पूर्ण रूपमा फोरिएको छ। भाटबटेनीबाट यसरी सामानहरू निकालेर यहाँ ठ्याक्कै तपाईको बङ्गलादेशको स्टाइल जसरी शेख हसिनाको दरबारमा छिरेका थिए त्यस्तै चाहिँ विभिन्न ठाउँका विभिन्न कुराहरूमा आक्रमण गरिरहेका छन्। आन्दोलन यो राजावादी आन्दोलनकारीहरू भन्दा फरक नपर्ला। उहाँहरू चाहिँ कोटेश्वरमा अश्रु ग्यास खाइसके पछाडि उहाँहरू आएर विभिन्न स्थानका विभिन्न कुराहरूमा एकदम आक्रामक रूपमा प्रस्तुत तपाईँ चाहिँ कहाँबाट? स्वतः स्फूर्त? म खै बाबा मैले जन्माएँ, म यतै जन्मी होइन, म यतै छु। उतापट्टि प्रहरीलाई ढुङ्गा हानेर रोकिरहेको अवस्था भनेर हामीले बुझेका छौँ भने यतापट्टि चाहिँ भाटबटेनीमा खुल्ला रूपमा भित्रबाट सामानहरू निकाल्दै फालिएको अवस्था छ। तपाईँ बङ्गलादेश त के थियो र बङ्गलादेशमा खाने पाएको छैन, हाम्रो नेपालमा जति खाने छ खाऊ होला। तपाईँहरू खानु पाएको हो कि होइन? हामीले खायौँ। के खानु हो तपाईँहरूले? खप्पु ल्याएर भइदियो कि हो? तपाईँहरूले खानुभएको छैन, तपाईँहरू साँच्ची नै भोकै हुनुहुन्छ। खाजा खानु पाएन तपाईँले, फलफुलको टेस्ट खानु पाउनु भएको छैन। बेलुका गएर हामी त खाना खान्छौँ। हातमा सामान बोकेर आइराख्नु भएको छ। विस्की लिएर एकछिन ठाडो गरौँ न। ओ ल विस्की लिएर दर्शकले ओहो हो यो एकदमै डरलाग्दो अवस्था छ। यहाँ एकदमै डरलाग्दो अवस्था छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ पारी यहाँबाट लिउँदै पारी समेत फालिएको छ। तपाईँ सडकमा हेर्नुभयो भने यस्तो किसिमको अवस्था छ। ओ माई गुडनेस, ओहो यो देशमा के भइरहेछ यो त ल हेर्नुहोस्। ओ माई गड भाटबटेनी यहाँ यो चाहिँ निकै डरलाग्दो अवस्था छ। यो पक्कै पनि राम्रो अवस्था होइन। तपाईँ हेर्नुहोस्, ओ माई गड। तपाईँलाई म भाटबटेनीभित्र गएर देखाउँछु। भाटबटेनीभित्रको अवस्था कति डरलाग्दो छ भन्ने कुरा तपाईँलाई यहाँ म देखाउँछु। भाटबटेनीबाट सामानहरू निकालेर सामान ल हेर्नुहोस् यसरी लगिएको अवस्था छ। ल हेर्नुहोस् आइसक्रिम उठाइएको अवस्था छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँ यसरी यहाँ धेरै मान्छेहरूले लगिसकेको अवस्था छ। यहाँबाट जे चाहिन्छ भाटबटेनीभित्रबाट लगिएको अवस्था छ। यहाँ बाहिर पनि यस्तो बनाएको छ। यो निकै नै डरलाग्दो अवस्था छ। नेपालमा यो उतातिर घर जलिरहेको अवस्था छ, ढुङ्गा हानेर घर फुटाएको अवस्था छ, यता भाटबटेनी फुटाएको अवस्था छ। साँच्चै यसले देखाउँछ मानिसहरू कति चाहिँ राजनीतिक कुराहरूप्रति विक्षिप्त छन् भन्ने कुरा यसले देखाएको छ। मानिसहरूमा मास डिप्रेसन जस्तो देखिएको छ। यहाँ यसरी हेर्दाखेरि गाडीहरू फुटाएको अवस्था छ। यो भाटबटेनी स्टोर कोटेश्वरबाट हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। पुलिस आयो भनेर भागिरहेका छन्। पुलिस आइसके पछाडि यहाँ पुलिस आयो भनिरहेका छन्। यसरी भागभाग भएको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ निकै नै डरलाग्दो अवस्था। यहाँ प्रहरी आयो भन्दै भागिरहेको अवस्था छ। यो कहाली लाग्दो अवस्था हामीले काठमाडौँबाट तपाईँहरूलाई देखाइरहेका छौँ। तीन कुनेमा रेस्टुरेन्ट घर फुटालिएको अवस्था छ, घर जलेको अवस्था छ। यहाँ ओहो माई गड ल हाम्रै पुलिस हाम्रै प्रधानमन्त्री हाम्रै सबै ओ माई गड ल दर्शकवृन्द यो निकै नै डरलाग्दो कुरा यहाँ देखेको छ। ल माई गड यो परिवर्तनको सुरुवात भनौँ या मानिसहरूमा भएको आवेग, जुन राजनीतिक दल या जुन जसले हामीलाई नेतृत्व गरिरहेका छन् ती नेतृत्वप्रति मानिसहरूको वितृष्णा भनौँ, यो निकै नै डरलाग्दो अवस्था छ। तपाईँ यहाँ आएर हेर्नुभयो भने निकै नै डरलाग्दो अवस्था छ। मानिसहरू
क्रिकेट खेले जस्तो गरेर खेलिरहेका छन् यहाँ। ओ माई गड, माई गड। ओहो ओहो भित्रबाट ओहो ओहो के भइरहेछ भित्रबाट। तपाईँ देख्न सक्नुहुन्छ हामीले यहाँ देखाइरहेका छौँ भित्रबाट यो सेक्युरिटीलाई पनि नआउनु भनेको अवस्था छ। ओहो हो निकै नै पीडादायक अवस्था हामीले तपाईँलाई यहाँ देखाइरहेका छौँ। पीडादायक अवस्था छ दर्शकबिन। माई गुडनेस। तपाईँलाई म बाहिरबाट देखाउँछु। सरी प्रहरी आयो भन्दाखेरि भागिरहेका छन्। भाग्छन् भने अन्य समयमा चाहिँ नि यहाँ मानिसहरू लडिरहेका छन् चिप्लिएर। ओहो हो के भइरहेछ देशमा यो अचम्म, यो निकै नै अचम्मको दृश्य। अब यो बङ्गलादेशको स्थिति जस्तै त भनौँ। अब हेर्नु त यो सडकमा हेर्नु त यो आइसक्रिमका फ्रिजहरू यताउता त पुरा यहाँ त हरिबिसोकै अवस्था छ क्या। ल हेर्नुहोस् ओहो क्या तनाव लाग्ने यार यस्तो दृश्य देख्दा यार। Oh, my God. Oh my God. कसैले यदि युवाहरूको अथवा देशको अवस्थालाई चिन्न सकेन, जनताहरूले के चाहिरहेका छन् त्यो बुझ्न सकेन भने सायदै यो अवस्था आउने होला। मलाई त्यस्तो फिल भइरहेको छ यो दृश्य देख्दाखेरि। जसरी मानिसहरूले कमेन्टलाई जसरी अब नेताहरूको उसमा तपाईँहरूले कमेन्ट गर्नुहुन्छ नि, कमेन्टलाई जसरी नजरअन्दाज गरिएको छ, त्यसलाई व्यवस्था गरिएको छ, त्यसै गरी मानिसहरूको जसले एनालाइसिस गर्न सक्दैन, मानिसहरूमा भएको पीडा विक्षिप्तता, आफ्नो देशमा बसेर रोजगारी नपाउनुदेखि लिएर विभिन्न किसिमका कुराहरू जुन परिपूर्ति गरिरहेका छैनन्, देशमा बर्मलुट चलिरहेको छ, त्यसको खास यो हुन्छ नि यो प्रतिबिम्ब जस्तो अथवा त्यो खालको कुरा हो जस्तो यसरी देख्न सकिन्छ। यो तपाईँलाई यो चाहिँ यदि वास्तविक देशको अवस्था नेताले बुझ्न सकेनन् र कार्यकर्ताहरूले भनेको अथवा आसेपासेहरूले होइन हजुर ठिक छ हजुर भनेको अवस्थामा मात्र बस्यो भने यो चाहिँ यस्तो स्थिति आउला जस्तो मैले फिल गरेको छु।